शाबास भाइ बहिनीहरू, मलाई तिमीहरूको टिम स्पिरिट साथै विचार साह्रै मन पर्यो। म पनि त्यही कलेजको प्रोडक्ट हुँ। त्यो कलेजबाट धेरै धेरै प्रतिभाहरू आज समाजमा आफ्नो अस्तित्व कायम गरिरहेका छन्। तिमीहरू पनि सङ्गीत क्षेत्रमा कदम बढाउँदै रहेछौ। मलाई एउटा कुरा सोध्न मन लाग्यो, म्युजिकल इन्स्ट्रुमेन्टहरूको नाम भन त। ड्रम, गिटार, कङ्गो, बङ्गो, तबला, मेन्डोलिन, पियानो। त्यो यसरी बजाउँछ त्यो नि? एकोर्डियन हो के? अनि भायोलिन? भायोलिन। खोइ त, एउटै पनि नेपाली बाजाहरूको नाम भनेनौ त। मादल, डम्फु, बाँसुरी अनि च्याब्रुङ। अनि त्यो यसरी बजाउँछ नि? एकछिनै, त्यसको नाम खैजडी अनि धिमे। अरू भन, भन्दै जाऊ। के हो? थाहा छैन। मचुङ्गा। मर्चुङ्गा होइन, मुर्चुङ्गा। त्यही मुर्चुङ्गा। अरू भन्दै जाऊ। बिनायो। नाम त सुनेका रहेछौ, नढाँटिकन भन त, कसले देखेका छौ? तैँले देखेको छस्? मैले कस्तो पो देखेको त छैन सर। तैँले? मैले? तिमीले? छैन। यस्तै छ हाम्रो स्थिति। त्यसैले मैले एउटा योजना सोचेको छु। त्यसमाथि हामीले काम गर्न सक्यौँ भने त्यो हामी सबैको लागि ठुलो सिर्जनाको काम हुन्छ। तर के कस्तो काम? मैले सङ्गीतको क्षेत्रलाई नै व्यावसायिक रूप दिन यो म्युजिक कम्पनी खडा गरेको हुँ। म यो कम्पनीको प्रचार प्रसारको लागि तिमीहरूको यो पुरा टिमलाई म अनुबन्धित गर्न चाहन्छु। के भन्छौ? तर हामीले गर्नुपर्ने चाहिँ के? तिमीहरूको अर्केस्ट्रा ग्रुपमा मुख्य आकर्षण भनेको आलापको सेक्सोफोन अनि सरगम, तिम्रो डान्स र गीत नै हो। सङ्गीत सर्जकहरूप्रतिको जुन धारणा छ, सन्देश छ, त्यही लिएर ठाउँ ठाउँमा गएर कार्यक्रमहरू गर। म त्यसको लागि तिमीहरूलाई राम्रो स्पोन्सर गर्छु। यसमा मेरो कम्पनीलाई फाइदा छ। यसले मेरो कम्पनीको इमेज मार्केटमा राम्रो हुन्छ, साथै बिजनेसलाई राम्रोसँग इस्टाब्लिस गर्नमा मलाई ठुलो मद्दत पुर्याउँछ। के छ तिमीहरूको विचार? तर हामी अहिले नै यस भन्न चाहिँ सक्दैनौँ। किन? के भएर होला? किन आलाप? किन नि? हतार छैन भाइहरू, राम्रोसँग सोच, छलफल गर अनि डिसिजन देऊ। ठिक छ, म तिमीहरूको डिसिजन पर्खिन्छु, तर ढिलो नगर्नु है। अरे यार, तैँले त्यति राम्रो प्रपोजल किन नाइ भनेको? म नजाँदा हुन्छ? कस्तो कुरा गर्छ यार, त नगएर हुन्छ फेरि? म गएर चाहिँ त्यहाँ के गरौँ? ताली बजाउँ? सुसेली बजाउँ? जोक नगर न, साक्साफोन बजाउने नि। ए बडालाई भन्न, सम्झाउँला के बरु, मिला न। मान्नुहुन्न यार बडाले। हेर, उहाँले सेक्सोफोन त दिनुहुन्छ, तर 8 बजेपछि जस्ताको तस्तै बेलुका फर्काइदिनुपर्छ क्या। सुन, यो प्रपोजल मलाई एकदम ठुलो लाग्दैछ। एउटा काम त अब के गर्ने? एक काम गरौँ बुझिस, एउटा साक्सोफोन हामी सबै मिलेर किनौँ। साले, तँलाई थाहा छ एउटा सेक्सोफोनको मूल्य कति पर्छ? ल कति? सस्तै खाले सेक्सोफोन किन्यो भने पनि कम्तीमा 1.5 लाख रुपियाँ पर्छ एउटा सेक्सोफोनको। अनि अहिले कहाँबाट ल्याउने अन द स्पट? ल सुन, एक काम गरौँ उसो भए। सुन, बडाको सेक्सोफोन हाफ प्राइसमा मागु न त। नगर, बडासँग यो हाफ प्राइसको कुरा नगर्नु है फेरि। बडाले दिनुहुन्न सेक्सोफोन। खै के हो, उहाँको म पनि कुरो बुझ्दिनँ यार, अर्कै इमोसनल रिलेसन। अरे यार, यसो गरे हुँदैन, उसो गरे हुँदैन, गर्ने के त? अनि जानु छ यार, प्रोग्राम गर्नु छ। पख्न किन आतिरहेको त? केही सोचौँला नि, केही आइडिया निस्केला नि। मेरो बाबासित त्यति धेरै पैसा छ, म माग्छु र यो आउने जन्मदिनमा आलापलाई एउटा सेक्सोफोन उपहार दिन्छु। डेढ लाख? तिमी जति पैसा माग्दैछौ त्यो ठुलो एमाउन्ट हो छोरी। हुन त यो सारा सम्पत्ति तिम्रै लागि हो, तर पनि तिमीलाई यो 1.5 लाख रुपियाँ किन चाहियो? कारण बताएदेखि राम्रो हुन्थ्यो। एउटा सेक्सोफोन किन्नको लागि चाहिएको थियो। अब तिमी सेक्सोफोन बजाउने?
छोरी, म तिमीलाई एउटा सफल बिजनेस वुमन भएको देख्न चाहन्छु। यो नाचगान बजान इट्स ओभर, नाउ यु ग्रोन अप। अब तिमीले सिन्सियरली आफ्नो पढाइमा ध्यान दिनुपर्छ। र अर्को कुरा, यो सेक्सोफोन केटी मान्छेहरूले बजाउने कुरो होइन। र तिमीलाई राम्ररी थाहा छ मलाई म्युजिक मन पर्दैन। र यो म्युजिक लाइन तिम्रो पनि ट्र्याक होइन। तर यो मेरो लागि होइन। अनि कसको लागि त? यो आलापको लागि। तर उसले काम पाउनु बित्तिकै फर्काइदिइहाल्छ। उसले मागेको हो? होइन, तर मैले बुझेँ छोरी। आलापको औकात र हाम्रो प्रतिष्ठामा धेरै ठुलो फरक छ छोरी। यो कुरा तिमीले राम्ररी बुझ्नुपर्छ। 1.5 लाख माग्ने उसको औकात छैन। र भोलि त्यो रकम फर्काउँदाखेरि फिर्ता लिन मलाई मेरो प्रतिष्ठाले दिँदैन। ऊ हरामलाई बिन्ती गरोस्, जब 1.5 लाख रुपियाँ खैरातको रूपमा फालिदिन्छु, हामीलाई फिर्ता समेत दिनु पर्दैन। छोरी, अब तिमी ठुली भइसक्यौ। बच्चा बेलामा जोसँग खेल्यौ बढ्यौ इट्स ओके, ठिक छ। तर अब तिमीले आफ्नो मान, मर्यादा र प्रतिष्ठामा विचार गर्नुपर्छ। सम्बन्धलाई एउटा रूप दिनुपर्छ, सही रूप, फ्रेन्डसिपसम्म। बाबालाई कसरी भन्नु? आलाप हामी जस्तो पैसावाला नभए पनि स्वाभिमानी छौँ। सोच केसर सोच, मैले डिपोजिट गरेको पैसा पनि खालि 35,000 रहेछ। अझै 1,15,000 चाहिन्छ। मैले जसरी भए पनि यो जन्मदिनमा आलापलाई एउटा स्याक्सोफोन दिनै पर्छ। साँच्ची सरगम, उसको लाइफको त बेस्ट गिफ्ट हुन्छ होला यार। हो नि। तर किन्ने चाहिँ कसरी? सोचे। हाँ, के सोचिस? एक काम गर्नु बुझिस, बडा छ नि, ड्रिङ्कर छ है, उसलाई पैसाको खाँचो पर्छ कि। यो उमेरमा फेरि उसले स्याक्सोफोन बजाउने पनि त होइन। तैँले डिपोजिट गरेको पैसामा सेकेन्ड ह्यान्डमा त देला नि। सेकेन्ड ह्यान्ड बन्यो भने रिसाउँदैन? म छु नि, म बोल्छु। कहिलेकाहीँ त तेरो दिमाग पनि चल्छ। नकरा, हाम्रो ग्रुपमा दिमाग मेरो मात्रै चल्छ। त्यसो भए जम्प बडाकोमा। मैले बुझिनँ। त्यो स्याक्सोफोन मैले आलापलाई मात्रै दिने गरेको छु। तिमीहरूले किन्न आएको रे? कसलाई चाहियो? वास्तवमा आलापकै लागि चाहिएको बडा। सरगमले आलापलाई धेरै माया गर्छे। बर्थडे आउँदैछ बडा उसको। बर्थडेमा स्याक्सोफोन गिफ्ट दिने भनेको। हजुरको स्याक्सोफोन चाहिँ नि सेकेन्ड ह्यान्डमा नयाँ, मतलब पैसा पुरै तिरेर बडा हामी इन्स्टलमेन्टमा दिन्छौँ नि। यस, पैसा पैसा एडभान्स। बडा, हामीले केही गल्ती गर्यौँ भने सरी। बस नानी हो, मैले यो स्याक्सोफोन तिमीहरूलाई बेचिदिएँ भने र तिमीहरूले यो उपहार दिन्छौ, अनि त्यो उपहार आलापले बेचिदियो भने? गर्दैन, त्यस्तो गर्दैन उसले। त्यस्तो गर्दैन आलापले। मैले दिएको चिज उसले सम्हालेर राख्छ, कसैलाई पनि दिँदैन। विश्वास लाग्छ? पुरा विश्वास छ। हो, त्यही विश्वास र भरोसाले मेरो सावित्रीले मेरो बर्थडेमा उसले मलाई गिफ्ट दिएर गएकी।
ऊ त अब रहिन, यो उसको नासो, यो मसित छ, यो म कसैलाई छुन पनि दिन्न। तर आलाप मेरो साथीको छोरा हो र मेरो चेला पनि हो। अरू कसैले छोयो भनेदेखि मेरो सावित्रीलाई छोएको जस्तो लाग्छ। तर आलापले छोयो भनेदेखि उसको आफ्नै आमालाई छोएको जस्तो लाग्छ। योसँग मेरो धेरै सेन्टिमेन्ट छ। अब भर बेचु। सरी बडा, आइएम सरी। म मरिहालेँ भने यो सेक्सोफोन छ नि मसँगै दफन गरिदिनु। यो मेरो आखिरी इच्छा हो। प्लिज त्यसो नभन्नु बडा, हामीलाई गाह्रो हुन्छ। हामीलाई यो सब थाहा थिएन।